के तपाईले कहिले सोच्नु भएको छ स्वादिष्ट परिकारहरू एउटै भाँडामा सजिलैसँग र केही मिनेटमै तयार हुन्छन् भन्ने? हो, हिमस्टार इलेक्ट्रिक प्रेसर कुकरको प्रदर्शनीमा हामीले यही सम्भावनालाई प्रत्यक्ष अनुभव गर्यौं। यस प्रदर्शनी कार्यक्रममा सहजकर्ताले चिकन करी, केक र पुलाउ जस्ता 3 परिकार प्रत्यक्ष पकाउँदै हिमस्टार इलेक्ट्रिक प्रेसर कुकरको विशेषता, फाइदा र प्रयोगबारे जानकारी दिनुभयो। उपस्थित ग्राहकहरूले पकाउने प्रक्रिया हेर्नुभयो, परिकारको स्वाद चाख्नुभयो, आफ्नो एपिसी अनुभव साझा गर्नुभयो र विद्युतीय कुकिङ बारे विस्तृत रूपमा बुझ्ने अवसर पाउनुभयो। रोचक लकी ड्र मार्फत 3 भाग्यमानी विजेताले हिमस्टार परिवारतर्फबाट आकर्षक उपहारहरू प्राप्त गर्नुभयो। यस प्रदर्शनी कार्यक्रममा उपस्थित मध्ये एकजना सहभागीले कार्यक्रम र इलेक्ट्रिक प्रेसर कुकरको बारे यसरी आफ्ना कुरा राख्नुभयो। इलेक्ट्रिक प्रेसर कुकर मल्टिफङ्सन हो भन्ने कुरा मलाई पहिला नै थाहा थियो। त्यहाँ गएपछि त्यसको धेरै फाइदाहरू थाहा पाएँ। त्यसमा पनि त्यसको सावधानीहरूको बारेमा पनि जानकारी पाएँ। अनि त्यहाँनेरि कसरी कुकरको त्यो माथिको बिर्को सफा गर्ने भन्ने कुरा पनि मैले त्यहाँ गएपछि जानकारी पाएँ। मैले चाहिँ डेमो कार्यक्रम डिलरको मार्फत थाहा पाएर गएँ। मलाई त्यो प्रेसर कुकर, त्यो इलेक्ट्रिसिटी कुकर चाहिँ मन परेको भएर मैले त्यो कुकर किनेर घरमा लिएर आएँ। त्यसपछि त्यसमा सबै कुरा पकाउन मिल्ने भएको भएर मैले त्यसमा दाल, खाना र तरकारी पकाएर रेगुलर हामी बिहान बेलुकै सबै कुरा बनाएर खाने गरेको छौँ। इलेक्ट्रिक प्रेसर कुकरमा पकाएको खाना अरू कुकरमा पकाएको भन्दा नरम र स्वादिष्ट हुन्छ। त्यो एकचोटि पकाइसकेपछि 2-3 घन्टा यस्तोसम्म तातै बसिराख्छ। त्यसमा धेरै कुराहरू पकाउन मिल्छ, जस्तो दाल, भात, तरकारी सबै कुराहरू बनाउन मिल्छ। टाइमर सेट गरेर खाना बसालिसकेपछि डढ्ने ओर्ने केही हुँदैन। त्यो बसालेर आफूले अरू काम गर्नलाई पनि सजिलो छ। त्यसको सबैभन्दा मलाई मन परेको कुरा चाहिँ जस्तो दालहरू बसालेपछि अरू कुकरमा चाहिँ उम्लेर जान्छ, त्यसमा चाहिँ एकचोटि टाइमर सेट गरेर राखिसकेपछि त्यसमा उम्लिने ओर्ने केही हुँदैन, पाकेर आफै निप्छ। हिमस्टारको इलेक्ट्रिक प्रेसर कुकर चलाउनलाई एकदमै सजिलो छ। हजुरहरूले पनि यो चलाउनु भयो भने सजिलो हुन्छ। हस्, धन्यवाद। Himstar for a complete home.